सो हेलो गाइस एन्ड अघिल्लो भिडियो हामी चाहिँ के को बारेमा कुरा गरेको थियौँ भन्दाखेरि हामीले अघिल्लो भिडियोमा कुरा गरेको थियौँ हामीले एमोनियाको बारेमा एन्ड हाम्रो नेक्स्ट छ नाइट्रिक एसिड। नाइट्रिक एसिड चाहिँ के हुन्छ भन्दाखेरि होइन, नाइट्रिक एसिड त हामीले फर्स्ट जान्नु पऱ्यो हामीले यसको मोलिकुलर स्ट्रक्चर जान्न पऱ्यो। मोलिकुलर स्ट्रक्चर जानेपछि नि इजी छ क्या। सुरुमा हामीले के बनायौँ, अभियसली एमोनिया बनायौँ। एमोनियासँग रियाक्ट गरेर गर्ने हो है, एमोनियासँग रियाक्ट गरेर गर्ने। त्यसको लागि अब ब्यालेन्सिङ त आफै गर्न पऱ्यो। ओके, ब्यालेन्सिङ आफै गर्न पऱ्यो। पहिलो चिज हामीसँग के चाहिन्छ, एमोनिया चाहिन्छ है। मतलब एउटा इमेजिन गरेको एउटा पावर प्लान्ट छ होइन, जसमा चाहिँ एक च्याम्बरमा चाहिँ के छ, एमोनिया छ, अनि अर्को च्याम्बरमा चाहिँ के छ, बाहिरबाट अक्सिजन आउँछ वा अक्सिजन स्टोर गरिएर राखिएको छ। ओके, अनि यिनीहरू दुईटालाई के गरिन्छ, एकै ठाउँमा ल्याएर रियाक्ट गरिन्छ। रियाक्ट गर्दा कन्डिसन के छ हाम्रो, 800 डिग्री सेल्सियस, 800 डिग्री सेल्सियस एन्ड एटमिक के भन्छ प्रेसरको कुरा भएको छैन आई गेस है, भएको छ भने भन्यो। अनि प्लाटिनियम गज हाम्रो क्याटालिस्टको रूपमा प्रयोग भएको छ र आरएच एलोय प्रयोग भएको छ है। अनि यो के भन्छ NH3 प्लस O2 लाई चाहिँ हाम्रो के दिएको छ भन्दाखेरि हाम्रो नाइट्रोजन अक्साइड है। नाइट्रोजन अक्साइड भन्न नि मिलेन क्या, नाइट्रोजन अक्साइड भन्दैछु, O2 हुनुपर्ने, नाइट्रोजन अक्सिजन एकचोटि हेरौँ है। यहाँ म यहीँ झुक्किन्छु टु गेट नाइट्रिक एसिड, नाइट्रिक अक्साइड है। नाइट्रिक अक्साइड भन्ने रहेछ, नाइट्रिक अक्साइड पाइन्छ होइन, प्लस H2O प्लस हिट पाइन्छ। ओके, अनि अब यसलाई चाहिँ के गरिन्छ भन्दाखेरि फर्स्ट हामीले के गर्नु पऱ्यो, क्याटालिस्ट च्याम्बरमा रियाक्ट गर्न आउनु पऱ्यो। त्यसपछि हामीले के गर्नुपर्छ, कुल गर्नुपर्छ क्या। कुल गर्दाखेरि हाम्रो जुन वाटर हुन्छ त्यो बेसमा आउँछ, माथिपट्टि बस्छ हाम्रो यानोसँग हामीले के रियाक्ट गरिन्छ, फेरि अक्सिजन रियाक्ट गरिन्छ है। त्यति बेला जुन हिट हुन्छ नि, वाटर हिट र वाटर बसी के आउँछ, स्टिम आउँछ। स्टिमलाई चाहिँ फ्यालिन्छ, त्यसरी चाहिँ हाम्रो सिस्टम चाहिँ कुल हुन्छ। ओके, अनि कुल भएपछि हामीले के गरिन्छ, हामीले अक्सिजन के गरिन्छ, एयर इन गरिन्छ अनि रियाक्ट गरिन्छ। रियाक्ट गरेपछि NO2 हाम्रो के भन्छ, सक्सेसफुली क्रिएट हुन्छ। NO2 प्लस H2O बाट हाम्रो के आउँछ, HNO3 आउँछ। इट्स अ भेरी सिम्पल प्रोसेस है। अनि त्यसपछि यो चाहिँ अलिक प्योर हुन्न कि, त्यही भएर हामीले के गरिन्छ, सल्फ्युरिक एसिडसँग रियाक्ट गरिन्छ। अब यसपछिको भिडियोमा हामी सल्फ्युरिक एसिड बनाउन सक्छौँ, तर अहिले चाहिँ नाइट्रिक एसिडको चाहिँ टक्क भ्याम है त। नाइट्रिक एसिडको चाहिँ कस्तो छ भन्दाखेरि होइन, अघिल्लो भिडियोको एमोनियाको भयो, भिडियोको मिलाउनु पर्ला। यसको चाहिँ अब फर्स्ट टाइमलाई के चाहियो, NH3 चाहियो। मैले एउटा चिज भन्न बिर्सेको, यो प्रोसेस जुन छ नि, यो चाहिँ अटवाल्स प्रोसेस हो होइन। यसको ली चार्टर त्यस्तो केही हुन्न है, एकदम सजिलो छ। प्लाटिनियम GAUZT गज, RH ALLO एलोय गिफ्ट्स NO प्लस H2O प्लस Q। यसको ब्यालेन्स चाहिँ आफै गर्ने, बिकज ब्यालेन्स गर्नलाई अलिक टाइम लाग्छ। मैले घोके छैन, घोक्ने नि होइन है। त्यहाँ हामीले के पायौँ, NiTRiC नाइट्रिक, OXIDE अक्साइड, यो छ नि होइन हाम्रो क्या, NO प्लस H2O प्लस Q। अब Q र H2O बाट हाम्रो के आउँछ, STEAM स्टिम है।
अब के गर्नुपर्छ, कुल गर्नुपर्छ। कुल गर्दाखेरि हामीले यो स्टिमलाई चाहिँ के गर्नुपर्छ, आउट गर्नुपर्छ हैन। त्यति बेर हाम्रो जुन च्याम्बर हुन्छ त्यसको तलपट्टि हुने भयो H2O, माथिपट्टि हुने भयो NO। त्यसपछि के गरिन्छ, हामीले यसलाई गरिन्छ अक्सिडेसन। अक्सिडेसनमा के हुन्छ हाम्रो, अभियसली NO + O2 हुन्छ। यसबाट के हुन्छ, NO HNO3 है। NO + O2 गरेर चाहिँ NO2 आउँछ है, ब्यालेन्स गर्ने काम गर्ने। अब हाम्रो चाहिँ H2O त तल छँदैछ है। त्यसपछि हाम्रो के आउँछ, रियाक्सन फर्मेसन। अब हाम्रो हुन्छ फर्मेसन, FORMATI, फर्मेसन अफ नाइट्रिक एसिड। यहाँ NiTRiC, नाइट्रिक एसिड एसिड। यसमा हाम्रो रियाक्सन के हुने भयो, NO2 + H2O + O2 हुने भयो। यसले के दिन्छ, 4HNO3 दिन्छ है। इट इज नट स्टिल आवर, यो भनेको कति, आई गेस 70% जति के छ, प्योर छ HNO3। यसलाई के गरिन्छ, कन्सन्ट्रेटेड H2SO4 सँग चाहिँ रियाक्ट गरेर चाहिँ के आइन्छ, HNO3 हाम्रो अलि कति 90% को रूपमा आउँछ है। एकदम सजिलो रियाक्ट गर्ने है, नाइट्रिक अक्साइड है। अनि त्यसपछि यसलाई के गरिन्छ, कुल गरिन्छ। कुल गर्दाखेरि स्टिम आउट गरिन्छ है, स्टिम आउट गरिन्छ अनि बल्ल कुल हुन्छ। अक्सिडेसनमा चाहिँ के गरिन्छ, बाहिरबाट के ल्याइन्छ, एयर इन गरिन्छ। एयर इन गरेपछि चाहिँ हाम्रो यो यसरी हुन्छ। अब प्रिन्सिपल भन्दाखेरि के भन्ने हो भन्दाखेरि, यो हाम्रो पहिलो रियाक्सन भयो, यो हाम्रो अनि यो हाम्रो दोस्रो रियाक्सन भयो, अनि यो हाम्रो तेस्रो मेन इम्पोर्टेन्ट रियाक्सन भयो। यति जानेसी आई गेस हुन्छ, त्यति जानेसी हुन्छ है। अब के भन्नु पर्यो, प्रिन्सिपलमा वेन NH3 एन्ड अक्सिजन आर, अब त्यही रेसियोको कुरा हुन्छ, त्यही रेसियोको कुरा गर्ने यही हुन्छ है। अब यसको फिगर हेरौँ है। अब हाम्रो टेम्परेचरको लागि चाहियो, अब यतिलाई चाहिँ एउटामै राखौँ क्या है, अहिलेलाई एउटामै राखौँ है। अब कुल किन गरिन्छ भन्ने हो, कुल चाहिँ अब रियाक्सन गराउनको लागि हो है। बिकज इफेक्टिभ रियाक्सन गिभ्स इफेक्टिभ के भन्छ रिजल्ट। मेरो कस्तो फोकस नभएको क्यामेरा। अब हेरौँ है। अब एउटा च्याम्बर चाहियो जसमा हामीसँग छ NH3, अनि अर्को च्याम्बर हेरौँ जसमा हामीसँग छ O2। यो O2 बाहिरबाट एयरबाट ल्याएको नि हुनसक्यो, आफैले त्यहाँ राखेको नि हुनसक्यो। यिनीहरू दुइटालाई के गरिदिनु, कनेक्ट गरिदिनु। केमा रियाक्ट गर्ने हामीले, क्याटालिस्ट च्याम्बर, YLIST क्याटालिस्ट, CHAMBR क्याटालिस्ट च्याम्बरमा चाहिँ राखिदिने। क्याटालिस्ट च्याम्बरमा चाहिँ राखिसकेपछि कुल गर्ने। कुल गर्दाखेरि हामीले के हुन्छ, स्टिम आउट गरिन्छ। स्टिम आउट है, स्टिम आउट गरिन्छ। अनि यसलाई चाहिँ के गरिन्छ, पछि OXIDATION अक्सिडेसन गरिन्छ। अक्सिडेसन गर्दाखेरि एयर इन गरिन्छ। अब अक्सिडेसन भएपछि के हुन्छ, जुन हाम्रो वाटर छ नि, यसलाई चाहिँ के गरिन्छ, रियाक्ट भयो होइन। रियाक्ट भएपछि एटलिस्ट केही वाटर बच्छ होइन। त्यो वाटर तल गयो भने अभियसली एसिड प्लस वाटर त्यो एकदम विक एसिड बनाइदिन्छ है। त्यति बेर यहाँ आउँछ ABSORPTION, एब्जर्प्सन TOWER टावर है। एब्जर्प्सन टावर हुन्छ है। यसमा चाहिँ वेस्ट ग्यास जुन खेर गयो भने ST वेस्ट ग्यास जान्छ होइन, वेस्ट ग्यास पठाइन्छ है। अनि वेस्ट ग्यास पठाएपछि अब वाटरले पखाल्ने काम रहेछ। अक्सिडेसन भयो होइन। अब हेर, म फेरि एकचोटि बुझाउँछु, मै झुक्किएको त। अब कुल भयो, कुल गरेर यहाँ वाटर बच्यो होइन। त्यसपछि ग्यास केमा, अक्सिडेसनमा हो कि होइन। अक्सिडेसनमा आएपछि के बन्यो, NO2 बन्यो हो कि होइन। अब एब्जर्प्सन टावरमा चाहिँ वाटर माथिबाट खसाइन्छ कि, बिकज वी वान्ट HNO3 हाइड्रोजन चाहिएछ होइन। माथिबाट के गरिन्छ, वाटरले चाहिँ योसँग चाहिँ के गरिन्छ, रियाक्ट गरिन्छ।
है। अनि धेरै कहिलेकाहीँ धेरै वाटर हुन्छ नि, त्यति बेला चाहिँ हामीले के गरिन्छ, त्यो वेस्ट ग्यासमा जान्छ कि त्यो चाहिँ बाहिर फालिन्छ। अनि यसबाट हाम्रो के आउँछ, यहाँ NiTRiC नाइट्रिक एसिड नाइट्रिक एसिड आउँछ। अनि यसलाई के गरिन्छ, कङ्क NC2SO4सँग चाहिँ रियाक्ट गरिन्छ। S2SO4सँग रियाक्ट गरेपछि हामीसँग आउँछ हाम्रो प्योर कति 98% हो गया हो, जहाँसम्म लाग्छ अघि 90 भने 98 हो गया, के आउँछ HNO3 आउँछ। अब इक्जाममा बनाउँदाखेरि कस्तो बनाउनु पर्छ भन्दाखेरि, अब भुल्नै नपर्ने कुरा है, भुल्नै नहुने कुरा, एउटा क्याटालिस्ट च्याम्बर चाहियो, कुलर चाहियो, अक्सिडेसन च्याम्बर चाहियो, अनि एब्जर्प्सन टावर चाहियो। किन, अब कुलरमा कुल गरेको पानी त सँगै लिएर त हिँड्दैन है, त्यही भएर पछि हामीलाई त वाटर चाहिन्छ नि माथिबाट, त्यो एब्जर्प्सन टावरबाट माथिबाट चाहिँ वाटर चाहिँ हामीलाई खसाइन्छ। अब इक्जाममा बनाउँदाखेरि एकदम पठाउने होइन, यो 8 कसेया 1 भोल्युम कसेया भन्दाखेरि यो के भन्छ ब्यालेन्स गरेपछि आएको कि क्याटालिस्ट च्याम्बरमा पठाइन्छ, क्याटालिस्ट च्याम्बर पछि कुलरमा जान्छ, कुलरमा Q प्लस S2O बाट स्टिम बाहिर जान्छ, बच्छ थोरै वाटर, त्यो तल यहीँ बस्छ। अनि जुन हाम्रो ग्यास हुन्छ यो पास हुन्छ, अक्सिडेसन च्याम्बरमा रियाक्ट हुन्छ, है फेरि यता जान्छ वाटरसँग रियाक्ट हुन्छ, जुन वेस्ट हुन्छ त्यसलाई हामीले बाहिर फालिन्छ। अनि नाइट्रिक एसिड हुन्छ, यसलाई रियाक्ट गरिन्छ, अनि यसै हाम्रो पाइन्छ नाइट्रिक एसिड। अब सल्फ्युरिक एसिड र एमोनिया, एन्ड वी आर ओभर।